हेलो एभ्रिवान वेलकम छ है मेरो अर्को नयाँ भिडियोमा र आज चाहिँ म तपाईहरुलाई ट्युटोरियल भिडियो नेपालीको भाग 3 लिएर आएको छु र आज यो भिडियोमा चाहिँ हामीले तपाईहरुको लागि चाहिँ डिपिङ र ट्यापिङको बारेमा थोरै स्टेप्सहरु सिकाउने छु हैन सो ढिला नगरिकन सुरु गरौँ है त र डिपिङको लागि फर्स्ट स्टेपको लागि चाहिँ तपाईहरु के गर्नु पर्दैन कम्मरलाई थोरै कम्मरमा अब यसरी गर्न सक्नुहुन्छ हैन केटीहरुले यसरी राख्छन् र केटाहरुले यसरी राख्छन् हैन सो हल्का हामी राइटबाट सुरु गरौँ सो राइट लेग अगाडि राख्नुस् है अनि जुन खुट्टा अगाडि हुन्छ हाम्रो पछाडिबाट है थोरै यो जस्तै हाम्रो राइट लेग छ भने हाम्रो लेफ्ट लेगबाट उचाल्ने हैन लेफ्ट लेगलाई पुश गर्ने र माथितिर हान्ने है त यसरी पुश ओके सो लेफ्ट लेगको मद्दतले पुश गर्ने है त यसरी पुश हाम्रो जसरी हामीले चुङ्गी खेल्छौं नि सानोमा सेम हो ओके सो त्यस्तो केही गाह्रो छैन हैन हाम्रो यसरी ट्यापिङ एकदम इजी छ तपाईहरुले हल्का पहिला स्लोमा गर्नुस् अनि त्यसपछि फास्ट गर्दा छ एकदम सजिलो छ अब यसमा हल्का स्माइल र हल्का कम्बर एड गर्ने बित्तिकै भइहाल्यो ओके इजी छ सो सेम हाम्रो लेफ्ट लेगमा पनि हाम्रो सेम छ राइट लेगलाई हाम्रो हल्का पछाडी लाने र यसलाई पुश गर्दिने है फेरि हल्का पछाडी लाने पुश गर्दिने अनि यसलाई कन्टिन्यु गर्ने भइहाल्यो फेरि अगेन स्माइल र कम्बर यो पनि भइहाल्यो इजी छ अब सेम स्टेप्सलाई हामीले चाहिँ अलिकति डिफिकल्ट र प्र्याक्टिस गर्नलाई हामीले के गर्न सकिन्छ भने चाहिँ हामीले 16 16 8 8 4 4 र 2 2 गरेर चाहिँ हामीले गर्न सक्छौं है त प्र्याक्टिस जस्तै हामीले राइटबाट सुरु गरेका थियौं जस्तै एक्जाम्पलको लागि हेर्नुस् है 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 अब यसरी 8 times 3 4 5 6 7 8 change 1 2 3 4 5 6 7 अब 4 times 1 2 3 4 1 2 3 4 ओके र यसरी नै 2 times पनि 1 2 3 4 यसरी गर्न सक्नुहुन्छ है त यो त भयो हाम्रो प्र्याक्टिसको लागि हामीले 16 16 8 8 र 4 4 2 2 गरेर यसलाई चेन्ज गरेर हामी हल्का प्र्याक्टिस गर्छौं अब तपाईको यही स्टेप्सलाई यो ढिकिच्याउ अथवा हामी डिपिङ स्टेप्सलाई चाहिँ हामी के गर्छौं भने अब हामी यसलाई हल्का अगाडि गए नि भयो पछाडी गए नि भयो है जस्तै तपाईलाई जुन खुट्टा इजी लाग्छ त्यही खुट्टाले जस्तै ल लेफ्ट खुट्टा गरौँ अगाडि जाने ओके अगाडि जाने फेरि पछाडी जाने ओके पछाडी सजिलो ओके सो सेम स्टेप्स अब हामी साइडमा जान्छौं है त 5 6 7 1 2 3 4 5 6 7 8 अब फेरि लेग चेन्ज गर्ने अब फेरि गो 1 2 3 4 5 6 7 8 ओके इजी छ अब यो भयो हाम्रो अगाडि पछाडी साइडमा साइडमा अनि अर्को स्टेप चाहिँ हामीले घुम्न नि सक्छौं ल ए डिक्सिङ गरेर अथवा डिपिङ गरेर घुम्न नि सक्छौं जस्तै हाम्रो राइट लेगले लेफ्ट तिर जाने 5 6 7 1 2 3 4 5 6 7 8 अब फेरि चेन्ज गर्ने अब फेरि हाम्रो लेफ्ट लेगले राइट तिर जाने गो 1 2 3 4 5 6 7 8 सो यो त इनर भेरिएसन्स भयो हामीले यही डिपिङ स्टेप्सबाट थुप्रै स्टेप्सहरु गर्न सक्छौं है अगाडि पछाडी साइडमा लेफ्ट राइट सो घुम्ने उयो गर्ने यति गरेपछि हाम्रो डिपिङ स्टेप्स कम्प्लिटेड छ र जब हामी ट्यापिङ स्टेप्सको लागि चाहिँ केही गाह्रो छैन जसरी हामीले डिपिङमा चाहिँ हामीले पछाडी खुट्टाले को मद्दतले हाम्रो अगाडिको खुट्टालाई हामीले हेल्प गर्छौं माथि उचाल्छौं भने ट्यापिङमा चाहिँ अगाडि खुट्टाले पछाडी ओके सिम्पल पछाडी हल्का धेरै नउचाल्ने पनि हल्का मात्र टेकेर यसरी 1 2 3 गर्ने बित्तिकै ट्यापिङ यिनीहरू चाहिँ हाम्रो मारुनी भयो गुरुङ मगरको हाम्रो कौडा डान्सहरुमा युज हुन्छ ट्यापिङ चाहिँ सो इट्स सिम्पल हामीले राइटबाट पनि गर्न सक्छौं है ओके जब हामीले अगाडिबाट पुश गर्छौं भने दैट इज ट्यापिङ र
पछाडिबाट पुस गर्छौँ भने द्याट इज डिपिङ। ओके, ल यही नै थियो आजको डिपिङ र ट्यापिङको डिफ्रेन्स। र तपाईँहरूले सिक्नुभयो डिपिङ भनेको के हो, ट्यापिङ भनेको के हो। तपाईँहरूले अब यसलाई प्र्याक्टिस गरेर अथवा तपाईँहरूले आफ्नो बच्चाहरूलाई पनि सिकाउन सक्नुहुन्छ या तपाईँहरूले आफै पनि सिक्न सक्नुहुन्छ होइन। र मैले नेपाली डान्स ट्युटोरियलको चाहिँ सिरिज नै बनाएको छु होइन। तपाईँहरूले सब्सक्राइब गर्नुहोला र धेरैभन्दा धेरै माया गर्नु होला होइन। सो पार्ट 1 र पार्ट 2 चाहिँ मैले अलरेडी अपलोड गरिसकेको छु, तपाईँहरूले तल डिस्क्रिप्सनमा देख्न सक्नुहुन्छ होइन। र यसको चाहिँ अब अर्को पार्ट 4 पार्ट 5 पार्ट 6 आउनेवाला छ। थुप्रै अब यिनीहरू स्टेप्सहरू भयो तपाईँको होइन, स्टेप्सहरू यिनीहरू है, जति पनि स्टेप्सहरू छ नेपालीको तपाईँको 50 60 70वटा स्टेप्सहरू छ होइन। अब थुप्रै छन् तर अब मैले अहिले तपाईँको लिस्टमा राखेको चाहिँ त्यति स्टेप छ। र म चाहिँ 5-5वटा गर्दै तपाईँहरूलाई सिरियली सिरिज वाइज पार्ट 1 पार्ट 2 गर्दै म तपाईँहरूलाई ल्याउने नै छु होइन। तपाईँहरूले चाहिँ सब्सक्राइब गर्नुपर्ने हुन्छ है त। ल सी यू।